Hey guys, welcome back to our another vlog. So आज हामी चाहिँ फिसिङ गर्न राइडमा जाँदैछौँ राइसिङ खोला हाम्रो नजिकैको खोला. सो यो भिडियो चाहिँ हामीले त्यो ह्यान्डल उतो गरिसकेपछि सुट गरेको थियौँ अनि मैले आज यो भिडियो उतो गरेर हालेँ. सो देख्न सक्नुहुन्छ हामी राइडमा गयौँ अनि यहाँ स्टन्ट भन्दा पनि यसो साइक्लिङ गऱ्यौँ. त्यसपछि हामी खोला पुगेर मैले त्यहाँको भिडियो चाहिँ खिच्न पाइनँ किनकि यिनीहरूले त्यहाँको भिडियो खिचेनछन्. सो देख्न सक्नुहुन्छ हामी कुदायौँ यसो सिनेमेटिक खिच्न खोजेको. फोनको कन्डिसन त तपाईँहरूलाई थाहा नै छ होला. सो हामीले राम्ररी खिच्न पाइनँ. सो त्यही हो देख्न सक्नुहुन्छ टक्क लाएर हामी अब यहाँ घरतिर जाँदैथ्यौँ. यिनीहरूले हेर्नु उल्टो खिचेछन्. लास्टमा चाहिँ उल्टो फोनै रोटेट गरेर खिचेछन्. सो फोन रोटेट गरेर हेरिदिनु होला कृपया. सो अब अर्को पालि जाँदा चाहिँ राम्ररी हामीले एकदम राम्ररी भिडियो खिच्नेछौँ अनि फिसिङ गरेको सबै यो आउने स्याटरडेतिर भिडियो आउनेछ लङ भिडियो. सो प्लिज त्यसलाई सपोर्ट देखाइदिनु होला. अगाडिको भिडियोमा त्यस्तो धेरै सपोर्ट देखाइदिनु भएन, त्यसमा पनि देखाइदिनु होला प्लिज गाइज. हामीलाई पनि सपोर्ट गरिदिनु होला. सो अब हामी घरतिर जाँदैछौँ रिले हानेर हल्का. सो त्यही हो आजको लागि यति नै. थ्याङ्क यू फर वाचिङ. बाई बाई.